संसारमा सुसमाचारको दुईटा पाटा हुन्छ। सारा संसारमा जाऊ, सुसमाचार सुनाऊ। सुसमाचार सुनाउने बित्तिकै त्यो व्यक्ति विशेषले ग्रहण गर्छ या ग्रहण गर्दिन भन्छ, के भन्छ, एउटा त भन्छ। ग्रहण गरिसकेपछि हामी भन्छौँ ल है भाइ अब दोस्रो कदम चाहिँ बप्तिस्मा हो भन्छौँ। अनि चर्चको मान्छेहरूले पनि बप्तिस्मा भनेपछि आमामा योपालि सुकोतमा यत्तिकै बाँचे अरे, पर थलीमा पनि बाँचे अरे, बनेपामा बाँचे अरे, योपालि त कतिजनाले बप्तिस्मा लिने भयो भन्छ। 45। आमामा होइन, प्रभुको काम चाहिँ नभएको होइन है। हामी त लामो जिब्रो निकाल्छौँ, छक्कै पर्छौँ। तर स्वर्गले चाहिँ फेरि जिब्रो निकाल्दैन। स्वर्ग चाहिँ अचम्म अर्कै चिज हो। किन भन्दाखेरि म तपाईँलाई एउटा कुरा बताउँछु। अहिले बाइबलले भन्छ बप्तिस्मा अगाडि आयो कि चेला अगाडि आयो? सब दिदीबहिनीले भन्नुहोस् पहिला। यहाँ बाइबलले भन्यो यसकारण तिमीहरू जाओ, सबै जातिहरूलाई चेला बनाओ, तिनीहरूलाई पिता पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा दियो भनेपछि पहिला चाहिँ बप्तिस्मा दिनुभन्दा अगाडि के बनाउनु पर्दछ? उसलाई चेला बनाउनु पर्छ। बाइबलको प्रोसेस, बाइबलको तरिका, बाइबलको नियम चाहिँ त्यो व्यक्तिलाई चाहिँ चेला बनाउनु पर्छ। सुन्नुहोस्, चेला। अब चेला भनेको के हो? चेला भनेको प्रभुलाई पछ्याउने, सिक्ने। चेलाले एकैताल गुरु भइहालेको हुँदैन। त्यो ढ्याङ्ग्रो बोकेर हिँड्यो भन्दैमा एकैताल थरथर कामिहाल्दैन हो चेला। झाँक्रीकै पनि सुन्नुहोस्, त्यो ढ्याङ्ग्रो बोकेर हिँड्ने, गजो बोकेर हिँड्ने, त्यो ठेली बोकेर हिँड्नेले बहुत वर्ष कसरत गर्नुपर्छ। अनि पहिला घुङ्रिङ तास्नु दिन्छ, लिसो बनाउन सिक्छ, त्यहाँबाट देवबत्ती सल्काउन सिक्छ, हुँदै हुँदै थान थपना बनाउन सिक्छ। एकैताल कामिहाल्दैन। पछाडि 7-8 वर्ष पछाडि मात्रै अलिअलि थरथर 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 काम छ, के फुकेर फेरि झारिहाल्छ। त्यहाँ एकैताल उत्रिन खोज्दैछ भन्छ। म त त्यस्तो झाँक्रीकै एसिस्टेन्ट पनि गरेको। त्यहाँदेखि अन्त कोही बेला हामी ती दिनभरि ढ्याङ्ग्रो स्याङ्ग्रो बोक्यो, के बोक्यो भनेर हामीलाई पनि तँ काम्छस् भन्थ्यो। काम्छु भन्यो भने अक्षता फुकेर यसो हुँदैन केटाहरूलाई, कामी पो हाल्थ्यो। त्यसले गर्दा त्यो चेलाले झाँक्री हुनुभन्दा अगाडि 7 वर्ष 8 वर्ष ट्रेनिङ गर्छ। त्यो फुट्नुपर्छ। त्यो देवता पुरा फुटेर चाहिँ पुरा त्यो गुरु हुन सक्नुपर्छ। त्यस्तै प्रकारले चेला भनेको के हो भन्दा प्रभुलाई पछ्याउने, सिक्ने। पछ्याउने, सिक्ने, सबै कुरा जानिहालेको होइन, पछ्याउँदै जाने, सिक्दै जाने हो। सुन्नुहोस् है, पहिला चाहिँ बप्तिस्मा दिनुभन्दा अगाडि क्रम चाहिँ के आयो भने चेला बनाउनु भन्दैछ बाइबलले। अब सुन्नुहोस् त, हामी चाहिँ चेला नबनाइकन पानीमा डुबाउँछौँ। कसरी भन्दा आयो, ग्रहण गर्यो, मरेपछि स्वर्ग जान्छस्, कसले चाहिँ नरक जान्छु भन्छ र? साधु सन्त सबै त स्वर्गै जान्छु भन्छ होइन? अनि अगाडि आउनेले जो भन्छ, पछाडि आउनेले त्यही भन्छ। केले पाप क्षमा भयो? तोता मैना यीशुको रगतले। हृदयमा शान्ति छ? बाइबल पढ्दैछौ? पढेको छ कि छैन त्यो त थाहा छ, पढ्दैछु। त्यहाँ मरेपछि स्वर्ग जाइहाल्छौ? जाइहाल्छु। ल हेर, प्रभुले काम गरेको। आमा बाउबाट केही अब्जेक्सन छ? छैन। घरमा कसिङ्गर लाउँदैछ, भाँडा साँडा यताउता बजाउँदैन अहिले त ल चुप्लुङ फुत्तै निस्किन्छ बप्तिस्मा भइगयो। अनि सम्झेको हुन्छ अब पारा ल्यायो भने, तर पारा ल्याएको हुँदैन, समस्या मात्रै उठ्छ। त्यस्तो चुप्लुङ च्यापले त समस्या ज्यादा आयो त संसारमा। त्यो डुबाएको जति सबै मान्छे मरेको भए आज कहाँ चर्चमा झगडा हुन्थ्यो? माटो मुनि गाडेको जति सबैजना चाहिँ जमिन मुनि गाडेको भए कहाँ हल्ला हुन्थ्यो? किन वार भएको? किन काटाकाट भएको? किन मण्डलीको एल्डरहरूलाई पसिना खलखल भएको? किन मिलाउन साह्रो परेको भन्दाखेरि त्यो नुहारा निस्किएको मात्रै हो, घाम तापेर बसिरहेको छ त्यो मान्छे। याद गर्नुहोस्, बप्तिस्मा भनेको पुरापुरी मरेको मान्छेलाई गाडिन्छ। गाडिएको मान्छेले कहिले समस्या क्रिएट गर्दैन, कहिले कुनै कथन कदाचित समस्या क्रिएट गर्दैन। उसलाई तिम्रो घरको आधी पाटा छोडिदेऊ भने छोडिदिन्छ हजुर, छोडिदिन्छ। अब मण्डलीलाई यो कुराको जरुरत पर्छ र खाँचो पर्छ भने छोडिदिन्छ हजुर भन्छ। उसले केही समस्यै क्रिएट गर्दैन। तिम्रो पैसा ल्याऊ यहाँ, हजुर हुन्छ, मण्डलीलाई चाहिन्छ भने त म त दिन्छु, किन उहाँको इच्छा बिना त केही त हुँदैन। केही कुरामा समस्याको कारणै हुँदैन। याद गर्नुहोस्, मरेको मान्छे हो। त्यसले गर्दाखेरि अब यहाँ कुरा के आयो भनेदेखि चाहिँ पहिला चाहिँ चेला बनाऊ भनेको छ। अब परमेश्वरको दिमागमा के रहेछ सुन्नुहोस् है, सबैभन्दा विश्व सृष्टि गर्नुभन्दा अगाडि चाहिँ पृथ्वी तलमा कुनै पनि किताब लेखिन्छ भने एउटा व्यक्तिको बारेमा लेखियोस् जसले चाहिँ पृथ्वी तलको सबै जायजात सम्पत्ति छोराछोरीलाई चाहिँ एउटा मञ्च मात्रै सम्झियोस्। त्यो मञ्चमा उसले आफ्नो भूमिका खेलेर देखाओस्। शैतान आएर मेरो अगाडि चुनौती गर्दा गर्व गर्न सकौँ, यस यो मान्छे हो। छोड्नु पर्यो भने सबै कुरा छोड्न सक्छ यसले मेरो नामको खातिर। त्याग्नु पर्यो भने सबै कुरा त्याग्न सक्छ। 12 जना छोराछोरीको लास
आज घर मुनि चेप्टेर बसेको छ, तर उसले भन्दैछ परमेश्वरले दिनुभयो, परमेश्वरले लानुभयो, के कम्प्लेन छैन। याद गर्नुहोस् है, प्रभु यीशु मसीह आउनु पनि भएको थिएन, बाइबल पनि हातमा थिएन, सिडी क्यासेटहरू पनि थिएन, स्पेसल मिटिङ पनि थिएन, मण्डलीले पछाडिबाट प्रार्थना गरेको पनि थिएन, कुनै साधन पनि थिएन, कुनै विश्वासीहरू सङ्गतिको लागि अहिले जस्तो जुट्दैन पनि थिए, यीशुको रगतले पाप क्षमा हुन्छ भन्ने कुरा पनि थिएन त्यति बेला। तर त्यो मान्छे त्यस्तो खालको व्यक्ति, त्यसले गर्दा परमेश्वर स्वर्गबाट रमाउनु भयो अनि गर्व गर्नु, देखिस् यस्तो व्यक्ति भन्नुभयो। अब प्रभुले भन्नुहुँदैछ चेला बनाउ ल अनि मात्रै बप्तिस्मा दियो भन्नुहुँदैछ। अब 5000 वर्ष बितेर गयो। कति वर्ष भन्नु सबजनाले? 5000। परमेश्वरको चाहिँ हिजो एउटा दिमाग आज एउटा दिमाग हुँदैन, हिजो एउटा सोच्यो आज एउटा सोच हुँदैन। उहाँको चाहिँ जहिले पनि एउटै सोच, एउटै आँखा, एउटै मूल्याङ्कन विधि, एउटै प्रक्रिया। शैतान जति बेलै गएर च्यालेन्ज गरि नै बस्छ। त्यति बेला अयुबको समयमा चाहिँ शैतान च्यालेन्ज गर्यो, चुनौती दियो, अहिले गरेको होइन। आज बिहान पनि शैतान गराएको। आज प्रत्येक तपाईँहरूको प्रत्येक घरको संसारको प्रत्येक फ्यामिलीको रिपोर्ट आज उसले माथि लगेर गयो। किनभने उसको त कोदो छर्नु पनि छैन, मकै छर्नु पनि छैन, ऊ फुल टाइम सर्भेन्ट पनि होइन, ऊ त एकदम पुरापुरी त फ्री हो। उसले माथि रिपोर्ट लगिबस्, अहिले बिहान गराएको, अहिले पनि सायद माथि छ होला, भन्दै होला तपाईँहरूको बारेमा, मेरो बारेमा भन्दै होला। त्यो तिमोथी त्यहाँनिर रातो ज्याकेट लगाएर वचन दिन्छ, त्यसलाई म चिन्छु, यस्तो 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 भन्दा। अब म प्रभुको सच्चाइ र इमान्दारीमा जिएको छैन भनेदेखि मलाई प्रभुले देखेर दुखित हुनुहुन्छ। हितोपदेशको किताबमा ल्याएछ। अब हामी पल्टाइ बस्दैनौँ, समय छैन, सुन्नुहोस् न। हितोपदेशको किताबमा यस्तो ल्याएछ, ए मेरो छोरा तेरो हृदय बुद्धिमान भइदियो भने मलाई तिरस्कार गर्नेका अगाडि म सठिक जवाब दिन सकुन। अब इमिग्रेसन पोइन्टमा अघि मैले भनिहालेँ, ए मेरो छोरी अमेरिका जाने बेलामा टाइट स्पटमा पऱ्यौ तिमी, त्यति बेला शैतानले मलाई भन्दा म त अमेरिका गएर फर्केर आउँछु कि आउँछु भन्यौ, आउँदिनँ भन्नु पर्थ्यो नि, आउँदिनँ भन्नु पर्थ्यो नि। त्यति बेला त्यो जाँच भएको हुन्छ। त्यसले गर्दा हामीहरूको त्यो गुप्त क्षेत्रलाई चाहिँ मण्डलीले पनि देख्दैन, आमाबाउले पनि देख्दैन। गुप्त क्षेत्र चाहिँ परमेश्वरसँग सम्बन्धित हुन्छ, त्यहाँ चाहिँ हामी जिउनुपर्छ भन्छ बाइबलले। एफएसीको किताब 11 को 4 पदमा लेखेको छ, जगतको उत्पत्तिभन्दा अगाडि उहाँको सामु चाहिँ निर्दोष र निष्कलङ्क खडा हुनलाई भन्छ। उहाँको सामु भनेको म दाजु गोविन्दको अगाडि पनि जिउनु हुँदैन, यो कनान मण्डलीको अगाडि पनि जिउनु हुँदैन, मेरो बुढीको अगाडि पनि जिउनु हुँदैन, मेरो अफिसको अगाडि पनि मान्छेको अगाडि देखाउनु हुँदैन। म जति बेलै उहाँको अगाडि जिउन सक्नुपर्छ। उहाँको अगाडि जिउनु भनेको विवेक जहिले शुद्ध हुनु। मैले ढाँटेको छैन, मैले मुख लागेको छैन, मैले रिप्लाई दिइनँ, मैले लुटेर खाइनँ, मैले जहाँ हार्नुपर्छ हारिदिएँ, जहाँ खप्नुपर्छ मैले खपिदिएँ, मेरो विवेकले भन्दैछ। त्यही त मैले मानिलिउँ चोरेको छैन अरे, तर कनानको सबै विश्वासीले आएर चोर्यो चोर्यो चोर्यो, रातो ज्याकेट लाउनेले चोर्यो भनेर पुलिस प्रहरीमा पुर्याए अरे, तर मैले चोरेको छैन अरे। पुलिसले मलाई 10 डन्ठा लगाए अरे, 5 झापड लगाए अरे, भोकै सुत्नु पऱ्यो अरे। मैले चोरेको छैन भने भित्रको अन्तर्वात्माले तैँले चोरेको छैन। स्याबास, त्यो 10वटा डन्ठाले तँलाई केही हुँदैन, 4 थप्पडले केही हुँदैन, भोकोले केही हुँदैन, स्याबास स्याबास भन्छ। भित्रको हृदयले दोष लगायो भने हामीहरूको क्रिस्चियनिटीमा मसियतमा काहीँ न काहीँ कालो दाग लागेको छ। त्यो भित्रको व्यक्ति, भित्रको हृदय, भित्रको सम्बन्ध चाहिँ जहिले कायम गर्न खोज्नुपर्छ। यो जस्तो दामी भिटामिन चाहिँ के होइन। आउनुहोस् त मसँग पहिला युहन्ना किताब 3 अध्यायमा आउनुहोस्। पहिला युहन्नाको किताब 3 अध्यायको 20 पद पढ्दैछु। किनकि हाम्रै हृदयले हामीलाई दोष दिन्छ भने परमेश्वर त हाम्रो हृदयभन्दा महान हुनुहुन्छ र सबै कुराहरू जान्नुहुन्छ। प्रिय हो, हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्वर त हामीलाई साहस हुन्छ र हामी जे माग्छौँ जो उहाँबाट पाउँछौँ, किनभने हामी उहाँका आज्ञा पालन गर्दछौँ। अब हृदयले दोष दिनु भनेको कुरा के हो याद गर्नुहोस् ल। यो हृदयलाई पनि नि, यो हृदयलाई पनि जति सफा बनाउँदै लग्यो त्यति यसले परमेश्वरको आवाज सुन्छ। जति हृदय बिटुलो हुँदै गयो त्यति आवाज सुन्दैन। त्यो म एउटा नमुना बताउँछु, सुन्नुहोस्। तौलिने मेसिन हुन्छ नि, एउटा तौलिने मेसिन। उहिले पो यसरी ढक्तराजुमा लिँडे सेर भन्थ्यो, लिँडे सेरमा तौलिन्थ्यो। अहिले त लिँडे सेर हुँदैन, अहिले त वेगिङ मेसिन हुन्छ। वेगिङ मेसिनमा चाहिँ के हुन्छ भनेदेखि यस्तै 4 पाटे हुन्छ। तपाईँले 1 पावा आँटा हाल्नुहोस्, 1 पावा भनेर देखाउँछ, काँटा यसो हल्लिन्छ। 2 पावा हाल्नुहोस्, 2 पावाकै काँटा हल्लाउँछ। अनि 100 ग्राम हाल्नुहोस्, नयाँ ल्याउँदा चाहिँ त्यस्तो हुन्छ, 100 ग्राम नै देखाउँछ। 1 क्विन्टल हाल्नुहोस्, 1 क्विन्टल देखाउँछ। तर पछाडि त्यो तौलिने मेसिन बिग्रिन थाल्छ। बिग्रिन थालेपछि हाम्रो उता इन्डियाकोमा चाहिँ भैयाकोमा गएपछि यसो भन्छ, पहिला त राम्रो थियो,
अहिले बिग्रिहालेको छ भन्छ। के भयो भयो 10 किलो मात्र देखाउँछ भन्छ। त्यो 1 पावा 2 पावा 3 पावा 5 केजी देखाउँदैन अरे। त्यस्तै प्रकारले हाम्रो विवेक पनि जति सफा बनाउँदै गयो त्यति मसिना मसिना कुराहरू, ससानो ढाँटेको, ससानो रिसाको, ससानो झर्केकोहरू, ससानो आँखाले टेढेमेढे गरेको कुराहरू सबै देख्न थाल्छ। किन प्रभु मलाई पवित्र आत्माले भर दिनुहोस्, म दिनभरि सुकिलो भएर बस्ने, म सानोभन्दा सानो पनि पाप नगर्ने भनेदेखि अब ब्याकबाइटिङ भन्छ नि, ब्याकबाइटिङ निन्दा भन्छ नि। निन्दा चाहिँ के हो भन्दाखेरि चाहिँ फलाना मरिजाओस्, ढिस्का मरिजाओस्, त्यो त राम्रो ट्याप्पै छैन, त्यसको छोराछोरीमा राम्रो छैन भनेको त ठुलो वर्गको भइगयो त्यो। तर सानो खालको निन्दा कुन चाहिँ निन्दा हो सुन्नुहोस्। उहाँ ब्रदर र म बात मार्दैछौँ, कसैको बारेमा बात मार्दैछौँ, बात मार्दै गर्दा त्यही व्यक्ति त्यहाँ आइपुग्यो, टक्लक्कै आइपुग्यो भनेदेखि बात मार्न सकेनौँ, कन्टिन्यू गर्न सकेनौँ भने त्यो निन्दा हो। त्यति डर राखेर बाँच्नुहोस् तले। त्यो व्यक्ति चाहिँ त्यहाँ आइपुग्यो मिन्स हाम्रो बात बन्द भयो या त अनुहार रातो भयो भने चाहिँ त्यो चाहिँ ब्याकबाइटिङ गर्दै थियो। ब्याकबाइटिङ त्यस्तो पाप हो। ब्याकबाइटिङ कसरी हटाउनु अरे? हामीहरूको पहिला के फिलिप भाइजीले भन्थ्यो अरे, सुन्नुहोस् है, के फिलिप भाइजीले मैले खुद भनेको सुनेको पनि, पहिला पनि उहाँले भनिबस्नु यसो गर्नु अरे ब्याकबाइटिङ चाहिँ। अब जस्तो ब्रदर रुफसले एउटा कुरा लिएर आउनुभयो मेरोमा, ब्रदर एउटा कुरा भनेको फल्ना विश्वासीको बारेमा, यो त ठुलो पाप हो र त्यसले गर्दा म घरि भन्दैछु। म यो बाइबलको ठुल्ठुलो कुरा बताउनु पऱ्यो भने सक्ने हो, तर म नबताएको, किनभने प्राइमेरी आज प्राथमिक कुरा नबताए हुँदैन। ब्रदर रुफसले केही कुरा लिएर आउनुभयो मेरोमा भनेदेखि चाहिँ मैले ब्याकबाइटिङ, त्यो मान्छे म मेरो परिवारलाई ब्याकबाइटिङदेखि बचाउनलाई, निन्दादेखि बचाउनलाई के गर्नु अरे भनेदेखि कसको कुरा लिएर आउनुभयो? अच्छा, यहाँ ब्रदरको कुरा लिएर आउनुभयो, यस्तो यस्तो हो कि यस्तो तपाईँलाई भन्नु भनेको थियो भनेर। के कुरा? ल भाइ राम्रो कुरा गर्नुभयो भन्नु अरे कि त्यहाँ फोन ठक्कै टिप्नु अरे। उसको नम्बर कति भयो त्यो तपाईँले भन्ने मान्छेको? टिकालाई टक्कै फोन गर्नु अरे। टिका भाइ पर्खिनुहोस् ल भाइ, यहाँ बस्नुहोस् त, म दुईजनाकै बिचमा यो कुरा गर्दैछु। टिका भाइ, तपाईँको बारेमा यहाँ रुफस भाइले यस्तो भन्दैछ, यो कुरा तपाईँ यहाँ आउन सक्नुहुन्छ भन्यो भने ब्रदर रुफसले के होइन दाजु नगर, अहिले फोन चाहिँ नगर, फोन कहाँ, मैले तपाईँलाई भनेको मात्रै। उसो भने यस्तो खालको कुरा लिएर नआउनु भन्नु अरे मैले रुफस भाइलाई। त्यहाँ रुफस भाइ मेरोमा त्यो कुरा लिएर आउँदैन। किनभने मैले फोन गरेर टिका भाइलाई बोलाउँदा चाहिँ अहिले नगर्नु कि अहिले त्यो राम्रो कुरा थियो भन्नुहोस् त। अब हो त्यसरी जोगिनुपर्छ। कुनै पनि कुरामा जहाँ पाप हुन्छ, पापको चाहिँ शैतानले प्याकेट मात्रै अलग अलग बनाएको, त्यो प्याकेट, त्यो बाहिरको कभर, पाप चाहिँ भित्र गु नै हालेको हुन्छ, गु हालेको। रङ चाहिँ परिस्थितिले परिवर्तन गरी ल्याउँछ र खुवाउँछ र क्रिस्चियनलाई डल्लो पारेकै गर्छ। एकै पारे यो पाप गर, झनक्कै रिसा भन्छ, जरङ्गै रिसाए, फेरि लुगा फेरेर आउँछ शैतान। तँ जस्तो विश्वासी चाहिँ कसरी विश्वासी हुन्छ सो रिसाएर भन्छ, त्यही शैतान फेरि आयो, फेरि एकछिन पछाडि गनगन गर भन्छ, अर्कै लुगा लगाएर आएर। यो राइट छ त त्यसमा, हेर्दा तँलाई कति साह्रो अत्याचार भयो भन्छ। अनि तपाईँले गनगन गरेपछि फेरि लुगा फेरेर आउँछ, के साह्रो गनगन गरेको, तँ राम्रो क्रिस्चियन हुन सक्छस्, फेरि दोष लाउँछ। त्यही शैतानले रङ फेरि आएर तपाईँलाई एट्याक गरेको तपाईँलाई थाहै छैन। अनि यो शैतानलाई मैले चाहिँ चिन्न थालेको छु। अब मलाई संसारभरिको विश्वासीसँग एउटै मात्रै मतलब छ, आदान प्रदान हुनुपर्छ, प्रार्थना गर्नुपर्छ। मलाई ठुल्ठुलो बिल्डिङसँग मतलब छैन, मलाई दामी स्वास्थ्यसँग मतलब छैन, धन दौलतसँग मतलब छैन। मलाई एउटै शत्रुसँग मतलब छ, शैतान। त्यसको चाहिँ दाउ, त्यसको चाहिँ जाल, त्यसको चाहिँ माखे साङ्लोदेखि म कसरी आक्रमण गरेर निस्किनु त्यति मात्रै मलाई थाहा छ। त्यसले गर्दा यहाँनिर अब चेला बनाऊ अनि मात्रै बप्तिस्मा देऊ भनेको थियो। अनि 5000 वर्ष बितेर आयो, सुन्नुहोस्, 5000 वर्ष बितेर आइसकेपछि त्यही परमेश्वर, स्वर्गको परमेश्वर पृथ्वी तलमा आउनुभयो, प्रभु यीशु मसीह। स्तर घटेन, परमेश्वरको दिमाग पनि घटेन, परमेश्वरको योजना पनि घटेन। त्यही योजना अहिले लागू हुन्छ, त्यही मापदण्डले तपाईँ र मलाई मापिन्छ, त्यही मापदण्डले अब भविष्यको दिनमा न्याय हुन्छ। अब प्रभु यीशु मसीहले के भन्नुभयो भन्दाखेरि चाहिँ लुकाको किताब 14 अध्याय, हेर्नुहोस् है, 14 अध्यायको 25 पद 26 पदमा पढ्दैछु है। उहाँको साथमा ठुला भिडहरू गइरहेका थिए। पछिल्लोतिर फर्केर उहाँले तिनीहरूलाई भन्नुभयो। अब ठुलो भिड भनेपछि हामी संसारको मूल्याङ्कन विधि चाहिँ के हुन्छ भन्दा धेरै विश्वासीहरूले बप्तिस्मा लिए, थुप्रै विश्वासीहरू चर्च आए, प्रत्येक भाल्डाङ बुल्डुङ सबै आयो भने संसारको हिसाबले राम्रो पनि हो, तर हामी त्यसमै गमक्क पर्छौँ। स्वर्ग चाहिँ गमक्क हुँदैन, स्वर्ग रमाउँदैन। ठुलो भिड आयो, अहिले यहाँ ठुलो भिड आयो भनेदेखि भेटी पनि उठाउने बेला छ भनेदेखि त कतिजना चर्चका एल्डरहरू त खुसी हुन्छन्, आज चाहिँ कन्तुर भरिने रहेछ भने। सुन्नुहोस्, संसारमा त्यस्तो हुन्छ। त्यसले गर्दा हामीले जहिले आइतबारको दिन भेटी उठाउँदाखेरि चाहिँ भन्नुपर्छ,
यहाँ प्रभु यीशु मसीहलाई ग्रहण नगर्ने को छ? कोही आउनु भएको छ तपाईँहरूले यो भेटी बक्समा पैसा नहाल्नु। किन? हामीहरूका प्रभु गरिब हुनुहुन्न। हामीहरूका प्रभुले पहिला मुक्ति दिनुहुन्छ। मुक्ति पाइसकेको बादमा कोरिन्थीको किताबमा पहिला मुक्ति पाएर मात्रै उहाँले भेटी ग्रहण गर्नुहुन्छ। कोरिन्थीको किताबमा लेखेको छ। अहिले हामी पल्टाउँदैनौँ त्यो। त्यसले गर्दा जो कोही छ तपाईँको 10 रुपियाँ 15 रुपियाँ 50 रुपियाँ यो भेटीमा नहाल्नुहोस्, मुक्ति पाएको मान्छेले मात्रै यहाँ ल्याएर हाल्नुहोस् भनेर तेस्रो यूहन्नाको किताब 1:7 पद पल्टाएर भन्नुपर्छ। नभएदेखि त्यो 10 रुपियाँ दिने मान्छेले के भन्छ? आज मैले यीशुलाई 10 रुपियाँ चढाइदिइराखेँ भन्छ। अब त्यो 10 रुपियाँले मण्डलीको काम गर्नु चाहिँ यसो गरेको हो। पाकिस्तानको विरुद्धमा नेपालले लडाइँ गर्नु पर्यो अरे। सुन्नुहोस्, पाकिस्तानको विरुद्धमा नेपालले लडाइँ गर्नु पर्यो अरे भनेदेखि चाहिँ चन्दा उठाउन हामी पाकिस्तान पुग्छौँ भन्नुहोस् त। तिमीहरूको देशको विरुद्धमा लडाइँ गर्ने चन्दा देऊ, चन्दा देऊ, चन्दा देऊ। तिमीहरूको देशको विरुद्धमा लडाइँ गर्ने चन्दा देऊ भन्दा हामी पाकिस्तानमा त चन्दा उठाउन जाँदैनौँ नि। सृष्टिकर्ता परमेश्वरको कामको लागि अन्य जातिबाट पैसा उठाउनु हुँदैन हामीले। त्यसले गर्दा 5 रुपियाँ पनि मण्डलीमा आउन दिनु हुँदैन। अनि इभन विश्वासीलाई पनि भन्नुपर्छ, होसियार, अधर्मको कमाइ गरेको छौँ नल्याउनु। टाउकोभरि बाँकी बोकेको छ र बाँकी तिरेको छैन, त्यो मान्छेको पहिला बाँकी तिर्नु पर्यो, तर पहिला यहाँ नल्याउनु। पहिला बाँकी तिर्नुपर्छ त्यो मान्छेको। त्यो मान्छे तडपेर बसिरहेको छ पर, यहाँ पैसा ल्याएर खुसी पार्नु हुँदैन। त्यता कम्ती पैसा तर धार्मिकताको पैसा, सच्चाइको पैसा आयो भने मण्डलीमा त्यसले उन्नतिशील भएर जान्छ। एक पहिला यूहन्नाको किताब तेस्रो यूहन्ना 1:7 पद पढ्नुहोस् त। किनभने उहाँकै नामका निम्ति निस्केर लिएनन्। अन्य जातिबाट केही लिनु हुँदैन। त्यसले गर्दा भन्दा भेटीको रूपमा त्यो त एक जग्गामा गएको थिएँ सेवा गर्न जाँदै, 4-5 जना विश्वासीहरू जम्मा भएर आए। दाजु सेवा घर बनाऊ भनेको ग्रेफले, हाम्रो चाहिँ उता रोड बनाउने ग्रेफ हुन्छ, ग्रेफको सरदारले भन्यो 3 ट्रक गिटी दिन्छ अरे। फेरि पञ्चायतनी आमाले भनिन् 50 प्याक सिमेन्ट पनि दिइराख्ने अरे अहिले। फेरि फल्ना जग्गाबाट 10 प्याक सिमेन्ट दिने अरे। अनि भनेपछि गाउँको पञ्चायतनी आमाले 50 प्याक सिमेन्ट दिने भइन् चर्च घर बनाउनको लागि, सेवा घर बनाउनु। त्यहाँबाट ग्रेफले 2 ट्रक गिटी दिने भयो। अनि मैले यो पद देखाएँ, ग्रेफको ट्रकको गिटी ल्याएर सेवा घर बनाउनु। त्यो ग्रेफको अफिसरले के भन्छ? मैले यीशुको चर्च मैले बनाइदिएको भन्छ, भन्दैन? त्यसले गएर त त्यसले मूर्ति पुजिरहेको हुन्छ। फेरि मन्दिर के अरे त्यो पञ्चायतनी आमाले 50 ब्याग सिमेन्ट दिन् अहिले चर्चको लागि। भोलि पर्सि मन्दिर बनाउने सघाउ खोज्दैन भन्नुहोस् यताबाट। हाम्रो पनि मन्दिर बनिँदैछ है, तपाईँलाई पहिला 50 ब्याग सघाएको भन्छ, भन्दैन? अन्त त्यहाँदेखि केसो गर्ने तपाईँहरू आफै निर्णय गर्नुहोस् भनेको त्यो गिटी सिटी सब उनीहरूले झटेर हाने। त्यहाँबाट त्यो 50 ब्याग सिमेन्ट पनि लिएन। चित्र बारेर बस्नु, प्लास्टिक बारेर बस्नु, तर सच्चाइ र इमान्दारीमा जिउनु, त्यही कुरा सिकाइ हुँदै त्यही कुरामा रमाए पनि। दाजु नलिएको राम्रो भएको छ, तब ठिक समयमा बताउनु भयो भने। अब 5000 वर्ष बित्यो, प्रभु यीशु मसीह आउनुभयो, ठुलो भिड आउँदै थियो। संसारको क्रिस्चियन, संसारको एल्डरले चाहिँ भिडलाई बढाउँ भन्छ, तर प्रभु चाहिँ पारदर्शी आँखा भएको कारणले त भिडलाई घटाउनुहुन्छ। उहाँले कसरी घटाउनुहुन्छ? लुकाको किताब 14 25 र 26 पद पढ्दैछ। उहाँको साथमा ठुला भिडहरू गइरहेका थिए। पछिल्लोतिर फर्केर उहाँले तिनलाई भन्नुभयो, अब के भन्नुभयो सुन्नुहोस्। त्यही अघि अयुबको किताबमा 5000 वर्ष अगाडि अयुबको किताबमा शैतानले भनेको थियो घेरा नम्बर 1, घेरा नम्बर 2, घेरा नम्बर 3 हुन्छ भनेको थियो अघि हामीले पढेको। अनि घेरा नम्बर 1 या 2 वा 3 मा आक्रमण हुन्छ भनेको थियो। आक्रमण हुँदाखेरि त्यति बेला त्यो मान्छेको वर्ताव कस्तो हुन्छ परमेश्वरप्रति, त्यो चाहिँ स्वर्गले मूल्याङ्कन गर्छ। त्यसले गर्दा अब 5000 वर्ष बितेर गयो, प्रभु यीशु मसीहले नम्बर मात्रै अलिक तलमाथि पाएर भन्न थाल्नुभयो। घेरा नम्बर 2 मा आक्रमण भयो भने चुपचाप लागेर मेरो पछाडि पछ्यायो भने मात्रै मेरो चेला हुन्छ भनेको। त्यसलाई विश्लेषण गरेर भन्नुपर्दा अब के रहेछ? घेरा नम्बर 2 मा के थियो? अयुबको छोराछोरी थिए। हेर्नुहोस् यहाँ 26 पद। कोही मानिस म कहाँ आउँछ र आफ्ना बाबु आमा स्वास्नी छोराछोरीहरू दाजुभाइहरू दिदीबहिनीहरूलाई आफ्नै प्राणलाई पनि घृणा गर्दैन भने त्यो मेरो चेला हुन सक्दैन। त्यसले गर्दा बप्तिस्मा दिनुभन्दा अगाडि 1, 2, 3 तिमी बरु 6 महिना पर्ख, 1 वर्ष पर्ख। तिम्रो भोलि बुढी छोराछोरी दाजुभाइ दिदीबहिनीको कारणले गर्दा तिमी यो मण्डलीबाट तिमी भड्केर जान सक्छौ, तिमी सङ्गति नआउन सक्छौ। तिमीलाई बप्तिस्मा दिनुभन्दा अगाडि हामी पर्खिन्छौँ। पक्का 1, 2, 3 यो कुरा बुझ्यौ? बुझेँ।
मेरो आमा बाबु दाजुभाइ दिदीबहिनी कोही कसैले पनि अड्काउन सक्दैन, मेरो प्राणले पनि मलाई अड्काउन सक्दैन भनेर भन्यो भने त्यसलाई मात्रै आज तातो पानीमा भए पनि चिसो पानीमा भए पनि बप्तिस्मा दिँदा हुन्छ। उता मेरो काकाको छोरा थियो डिलिराम भन्ने, सुन्नुहोस् म घरिघरि बताउँछु। डिलिराम भन्ने काकाको छोरा थियो। अनि भाइ हामी पनि विश्वास गर्ने, हामी पनि विश्वास गर्ने भन्यो। कहाँ हामी गान्तोकमा बसेको, कहाँ ऊ पाङथाङ भन्ने जग्गामा बसेको। म त क्रिस्चियन भएँ, जमिन पनि बेच्न तयारी छु, यस्तो जङ्गलमा बसेर के गर्नु भनेपछि त ठुलो आँट गऱ्यो उसले। अनि हामीले सम्झ्यौँ हो न हो भनेर हामीलाई उसले बोरामा हालेको रहेछ पछाडि बुद्ध चाहिँ। अन्त के भयो, हाम्रो पालो ग्रहण गऱ्यो। अब सबै सङ्गति गर्ने भन्छ, कहाँ पुर्याउनु त तँलाई भन्दा चर्चकै छेउ पुर्याइदिए, गान्तोक पुर्यायो भने त म लेबर काम गरेर पनि खान्छु, चर्चै जान्छु भने। बुढी छोराछोरी सब जग्गा जमिन बेच्यो, ट्रकमा लोड गऱ्यौँ सामान, गान्तोक ल्यायौँ, चर्चकै छेउमा किराय खोजेर राख्यौँ। अब 2007को कुरा हो, कन्भोकेसन आउने बेला भयो। अनि कन्भोकेसन आउने बेलामा त हामी हेर्छौँ डिलिराम आउँछ भनेर आउँदैन। आज हामी त कन्भोकेसनले गर्दा बिजी भइहाल्यौँ, आउँदै आउँदैन डिलिराम। अब स्याटरडे शनिबारको दिन बेलुकादेखि त प्रार्थना सुरु भयो, डिलिराम आउँदैन। अब अरू कुरा धन्दा पात यताउता मिलाउनु कि डिलिराम खोज्न जानु, फोन गर्दा पनि उठाउँदैन, हरायो डिलिराम। त्यहाँदेखि 9 दिन लामो कन्भोकेसन सकियो। पछाडि बुद्ध त के भएछ भनेदेखि चाहिँ अब सङ्गति आउँदै गरेको मान्छे ठिक दसैँ तिहार आयो, मादल घन्किन थाल्यो चारैपट्टि, आज फुल फुल्न थाले, मान्छेले खसी घिस्याउन थाले, रमझम भयो, चारैपट्टि मान्छेले सजाउन थाले। त्यो दसैँको आज मनमोहक त्यो बास्नाले तानेछ डिलिरामलाई। त्यहाँदेखि गएछ त्यो के भन्छ मण्डली छोडेर निकै टाढा पारी रुम्तेक भन्ने जग्गामा पुगिसकेपछि त आमा त्यहाँ छिन्, त जेठो छोरा हो डिलिराम। अनि त्यहाँदेखि आमाले भनिछन्, डिलिराम भनेको चाहिँ अब आमाले चाहिँ डिल्ले डिल्ले भन्ने। अनि डिल्लेलाई आमाले यसो भनिन्छ, डिल्ले याद गर, भाइ बहिनी सबै छन् आँगनमा, आज तैँले मेरो हातको टिको लाइनस् भने 3 बजीभित्रमा चाहिँ तैँले आमा भेटाउँदैनस्। डिल्ले भन्ने बित्तिकै डिल्लेले चाहिँ निधार ढलाइ गर्न दिइहालेछ। बुझ्नुहुँदैछ क्या हो ढलाइ भनेको? चामल दही सबै सिमरिक हालेर अझै त ढलाइ गरिदियो, पुरै ढलाइ गर्न दियो। छैन डिल्ले, केले अड्कायो? आमाले त्यति भन्दा अड्कायो। धन्न हामीले त्यो मान्छेलाई बप्तिस्मा चाहिँ दिएको थिएन। त्यसले गर्दा ऊ चेला हुनु भएर मात्रै बप्तिस्मा दिनु पर्थ्यो, मतलब दिनु तरिका चाहिँ त्यो हो। त कुरा के रहेछ, ऊ के भएको थिएन, उसलाई आमाको माया, बुढी छोराछोरीको माया, त्यो कुरो बाधा आउँदाखेरि ऊ ढल्नेवाला थियो। त्यसले गर्दा हामीले बप्तिस्मा दिएको थिएन। त कतिजनाले चाहिँ 1 2 3 भन्छन्, तर यो कुरा बुझेको हुँदैनन्। यो कुरालाई गौर गरेर पढ्नुपर्छ। बप्तिस्मा लिनुभन्दा अगाडि मण्डलीले सुनाइदिनुपर्छ, तिम्रो आमा दाजु भाइ दिदी बहिनी आफ्नै प्राणलाई पनि घृणा गर्दैन भने तिमी चेला हुन सक्दैनौ। चेला भएर मात्रै बप्तिस्मा दिनु भनेको छ, एउटा शर्त त्यो हो भनेको। त्यो चाहिँ घेरा नम्बर 2। सबजना त घेरा नम्बर कति हो? 2। अब घेरा नम्बर 1 27 पद सबजना मिलेर पढौँ। अनि जो आफ्नो क्रुस बोक्दैन र मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन। हेर्नुहोस् त, अघि त्यही 5000 वर्ष अगाडि भएको स्तरलाई, स्ट्यान्डर्डलाई प्रभु यीशु मसीहद्वारा अलिकति नम्बर मात्रै तलमाथि छ, त्यही कुरा पस्किनु हुँदैछ। अब जो कोही आफैलाई इन्कार गर्दैन अथवा क्रुस बोकेर हिँड्दैन त्यो पनि चेला चाहिँ हुन सक्दैन। क्रिस्चियन होला, सुन्नुहोस् है, क्रिस्चियन चाहिँ होला, यति चाहिँ म भन्न सक्छु, चेला चाहिँ हुन सक्दैन। त चेला हुनको लागि चाहिँ क्रुस बोक्नुपर्छ। क्रुस भनेको जिन्दगीमा जति बाधा विघ्नहरू आउँछन्, दिन प्रतिदिन जीवनमा जति तपाईँ अवहेलित भएर जानुपर्छ, दिन प्रतिदिन जीवनमा जति तपाईँले माफ दिनुपर्ने परिस्थिति आउँछ, दिन प्रतिदिन जीवनमा जब तपाईँले सहनुपर्ने कुराहरू आउँछ, तपाईँ एक्लो हुनुपर्ने कुराहरू आउँछ, तपाईँ परीक्षित हुने बेला आउँछ, त्यति बेला तपाईँले क्रुस बोकेको छ भने क्रुसको कारणले त ल भइहाल्यो नि त, माफ दिइहाल्यो नि त, ल सहिदिन्छु नि त, यति ल सरी भनिदिन्छु नि त, लु माफ भइहालोस् न त, लु मैले यति खपिदिएँ नि त भनेर भन्नुहुन्छ। तर बाइबल बोकेर चर्च आयो, ससाना कुरामा घरमा डिबेट डिस्कस हुन्छ भने उसले क्रुस चाहिँ बोकेको होला, केही यस्तो गत्ता सत्ताको केही बोकेको होला। प्रभु यीशु मसीहले बोकेको क्रुस चाहिँ बोकेको छैन। याद गर्नुहोस्, क्रुस बोक्ने व्यक्ति चाहिँ जति बेलै मरेको हुन्छ, लाचार हुन्छ, उसको हात खुट्टा पनि टाँगिएको, खुट्टा पनि टाँगिएको, उसको दिमागमा पनि शिरमा पनि काँडाको मुकुट लगाएको, व्यथाहरूको पीर बोकिरहेको हुन्छ, ऊ झगडा गर्न भ्याउँदैन। कुन चाहिँ क्रुसमा टाँगिएको मान्छेले खुकुरी बोकेर कुदेको देखेको छु, लु भन्नुहोस्, देख्नु भएको छ? मैले त चर्चमा खुकुरी बोकेर कुदेको छु मान्छे, छोडिदे त्यसलाई चाहिँ म त्यहीँ ढालिदिन्छु भन्ने मान्छे पनि देखेको चर्चभित्र।
अन्त उनीहरूले क्रुसको कुरा किन गर्नु, हामीले क्रुसको कुरा किन गर्नु? किन हाम्रो हात क्रुसमा टाँगिएको छ भने न हामी कसैलाई देखाउन भ्याउँछौँ, न कसैलाई घुसी हिर्काउँछौँ। त्यसले गर्दा एउटा विश्वासीलाई बप्तिस्मा दिनुभन्दा अगाडि यस्तो भयो। फुरिन्जी भन्ने एकजना मान्छे थियो, त्यो चाहिँ दाजु सप्रियो, त्यसले गर्दा मैले नाम भनेको। त्यो फुरिन्जी दाजु यति साह्रो काँचो, शेर्पा मान्छे यति साह्रो काँचो, ग्रहण त गर्यो। ग्रहण गरिसकेपछि त्यो दाजुले चाहिँ होइन म त अब विश्वासमा बढ्दैछु, अरूलाई पनि काखी चेप्नुपर्छ भन्यो। अनि एकजना उसको माइती पर्ने आफ्नै नजिकै पर्ने एउटा बहिनीले साह्रो कुटाइ खाएछ। बुढाले कुटेर चाहिँ अनुहार त सबै हेरि नसक्नु बनाइदिएछ। अनि त्यो दाजुकोमा शरण लिन आइसकेपछि दाजुले पनि हुन्छ त बहिनी बस भने। अनि हामी चाहिँ सूर्य र दुई भाइ आत्मा बचायौँ भनेर एमजी अङ्कलकोमा गयौँ। अनि एमजी अङ्कलको चाहिँ एकदमै त्यो डिसर्निङ गर्ने खुट्याउने शक्ति थियो। अनि एमजी अङ्कलले अगाडि राख्यौँ, अङ्कल यो फुरिन्जीले भने यस्तो यस्तो भएको, बिचरा प्रभुलाई ग्रहण गर्यो। ग्रहण पनि रुँदै ग्रहण गर्यो। बाइबल पनि तत्काल 200 रुपियाँको बाइबल किनिहाल्यो त्यति बेलै। अनि गीतको किताब पनि किनिहाल्यो। सेवा सङ्गतिमा पनि बस्नु थालिहाल्यो। एक हप्तासम्म बसेपछि त हामीले सम्झ्यौँ लक्षण त राम्रै छ भनेर चर्चमा पुर्यायौँ। यस्तो यस्तो भयो कि बुढाले कुटेर यहाँ यस्तो यस्तो भएर ग्रहण गरेर ल्याएको भन्दा त एमजी अङ्कलले त काखी चेप्यो भने गनाउँछ भन्यो। अन्त हामीलाई त कस्तो खालको बुढो रहेछ यो त, यत्रो आत्मा बचाएर ल्याउँदा पनि काखी चेप्यो भने गनाउँछ भन्यो। अनि यो बुढोले साह्रो पारा ल्याउँदैन रहेछ, आत्मा बचाउनु जान्दैन जस्तो लाग्यो हामीलाई। अनि हाम्रो पालो लग्यौँ होइन, बुढोले भन्दै गर्छ सङ्गति ल्याएकै गर्नुपर्छ भने। तर त्यो बुढो चाहिँ अब त्यसको बुढा चाहिँ फेरि एक हप्ता बादमा आएछ। आइसकेर चाहिँ दैलोको ठेला, अब डेरा घर छ, दैलोको ठेलामा खुट्टा राखेको छ अरे, माथेर आएर नाना भाँतीको कुरा भन्छ अरे, अन्त दुनियाँभरको भन्ने पनि भन्छ अरे, नभन्ने पनि भन्छ अरे, तैँले मेरो बुढी लगिस् भन्छ अरे, अब त आफै राख पनि भन्छ अरे, किसिम भने भित्रपट्टि चाहिँ उसको मिरा दिदी भन्ने बसेको थियो, त्यो चाहिँ विश्वासी। अन्त भन्छ जेठा हात चिन्ह लगाए त चाहिँ हात लाउन छिटो छ, पहिला पुलिस कुटेको भने अरे दिदीले। अनि फेरि भने अरे जेठा तँलाई रिस उठ्दैछ। अनि जेठा चाहिँ बुट लाउनु थाले, पुलिसको बुट लाउनु थाले त्यहाँदेखि अब कुट्नुको लागि। त्यहाँदेखि जेठा अब तैँले कुट्छस् होला मार्छस् होला, आज चाहिँ अब हामीले भनेको मान्दैनस्, यहाँ माथि तिमोथी सर छ तेरो छेउमा, जा गएर सोधेर आइजाऊ। अनि जेठाले चाहिँ लास्टसम्म अब अत्याचार गर्दाखेरि चाहिँ के भयो, अब एकखेप यसलाई कुट्नुभन्दा अगाडि चाहिँ मेरोबाट पर्मिसन लिएर जाने भयो। अब मेरो घर फेरि ती मास्तिर छ, 1 बजी रातिको कुरा, म सुतिरहेको छु, ढक 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 गऱ्यो। अनि उठाएँ हामी, उठाइसकेपछि तपाईँलाई म लास्ट सोध्नु आएको भन्छ, हात पनि यसो गरेर। अब के हो क्या, अब लास्ट राति 1 बजी ऊ चाहिँ बिचरा अब पड्किनु आँटेर आएको रहेछ नि त ऊ चाहिँ। अब म चाहिँ निन्द्रामा यसरी धर्म हृदय उठेँ, हात यसो गरेर अब तपाईँलाई लास्ट सोध्नु आएको भन्छ। ग्रहण मैले गराएको फेरि अब उसलाई, सङ्गति मैले दिएको। अनि यस्तो यस्तो भयो, दैलोमा बसेर मुख छाड्दैछ, म चाहिँ 1 घुसीदेखि म थप्दिनँ, म मारिदिनु सक्छु उसलाई भन्छ। अब नाना माथि छोराछोरी बुढीको छेउमा भन्नु नभन्नु। अनि मैले भने म जान्छु तपाईँसँग भन्दा फेरि बुढी तान्ने, मेरो चाहिँ नजानुहोस् कि नजानुहोस् भन्ने तान्ने मलाई। अन्त होइन मारिहाल्दैन, माऱ्यो भने पनि त अब उहाँको अर्डर बिना मार्दैन, म आउँछु होला फर्केर भनिराखेर गयौँ। प्रार्थना गर्दै 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 गयौँ। अनि मैले भने यो हात प्रभु यीशु मसीहको हात हो तपाईँको, यो हात क्रुसमा टाँगिसकेको हात हो, एकखेप क्रुसमा टाँगिसकेको हातले हात छाड्न हुँदैन। यो खुट्टा सबै प्रभु यीशु मसीहको हो, तपाईँले जुत्ता लगाएर त्यसरी अब पुलिसको बुट लगाएर कुट्नु हुँदैन, खप्नुपर्छ, लास्ट आवरसम्म खप्नुपर्छ, प्रभुले उम्किने बाटो निकालिदिनुहुन्छ भनेपछि त्यहाँबाट दैलोमा पुग्दाखेरि चाहिँ म आज अलिक दैलो हामी अलिक मास्थे, म आज यसको 2 टुक्रा पार्थेँ कि म, अब रक्सीले छोडेछ नि त उज्यालो हुने बेलातिर चाहिँ 2 टुक्रा पार्थेँ कि म छोडेर गएको भनेर त्यो मान्छे त ल्याफ्रेक ओह्रालो लाग्यो। अनि दाजुले कुट्नु पनि परेन, मैले सम्झाउनु पनि परेन। त्यति गरिसकेपछि अब हामीलाई आत्मा बचाउन साह्रो पऱ्यो। अब अघि भनेको छ एमजीबाटले काखी गनाउँछ भनेर। 1 हप्ता बादमा त त्यो केटी अर्कोसँग हिँड्दियो, काखी गनाएन। त्यो त प्रभुको दासहरूले त्यसै चाहिँ भन्दैन। मण्डलीको प्रभुको दासहरू जस्तै प्रकारको दुर्बल कमजोर किन नहोस्, आत्माले अगुवाई गरेको हुन्छ। प्रभुले त्यस्तै दुर्बलता हुन्छ, कमजोरता हुन्छ, कतिवटा कुराको बोल्न ढङ्ग नपर्ने पनि हुन्छ, कोही प्याच भन्ने पनि हुन्छ, किसिम हुन्छ। तर याद गर्नुहोस् प्रभुले राखेको व्यक्ति हो, त्यस्तै व्यक्तिद्वारा मण्डली चाहिँ आज डोरिरहेको हुन्छ। त्यो त्यस्तै अधीनमा बस्नुपर्छ, हामी बस्नै पर्छ। यता जाँदा पनि ठाउँ हुँदैन, उता जाँदा पनि ठाउँ हुँदैन, उँभो जाँदा पनि ठाउँ हुँदैन, चेप्ट्याएर राखेको हुन्छ।